न त हो यो खाइदिउँ न त के हुन्छ र होइन अझै हाम्रो 47 मिनट छ पुग्नलाई डर गएकै छैन अब हामी ल्यान्ड हुन लागेको होइन यहाँनिर चाहिँ अब बिस्तारै बिस्तारै झर्दैछ प्लेन चाहिँ झर्नु हुँदैछ हामी ल्यान्ड हुन आँटेको तर यो सिसा चाहिँ एकदम स्क्रच भएको रहेछ मेरो भिडियो चाहिँ राम्रो नआउला है तर ल्यान्ड हुन लाग्यो है अब चाहिँ हामी देखिन थाल्यो है हाम्रो हामी झर्ने ओर्लिन्छौँ फिनल्यान्ड आउन आँट्यो अनि हेल्सिङ्की पनि भन्दो रहेछ अनि 10 मिनट्समा चाहिँ हुँदैछ अरे ल्यान्ड हुँदैछ अरे ल कति राम्रो ठाउँ रहेछ हरियाली क्या एकदमै हरियाली एकदम क्लियर छ अनि यहाँनिर तल ल्यान्डहरू देखिन थालेको छ यो झ्यालको सिसाहरू चाहिँ एकदम मैला अनि कोत्रेको रहेछ होइन त्यही कारणले साह्रै नै कोत्रेको रहेछ यतापट्टि भन्दा पनि उतापट्टि धेरै कोत्रेको रहेछ नि राम्रो देखिँदैछ होइन तल गाउँहरू देखिँदैछ जो सहर झ्यालबाट खिचेको टक्क हामी चाहिँ पखेटामा परेको छौँ होइन अहिले चाहिँ हामी 10,000 फिटमा धेरै छौँ अझै 1 घन्टा बाँकी छ ल्यान्ड हुनलाई आकाशमा चाहिँ आकाशमा भगवानहरूको नजिक छ कस्तो राम्रो आकाश पनि यस्तो धुम्या अब हामी जाँदैछौँ ओके यो चाहिँ हाम्रो